नमस्कार, मेरो नाम मनोज अधिकारी। मेरो घर चाहिँ गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर 13 मा पर्दछ। म चाहिँ यो वाइएफएएन प्रोजेक्टमा चाहिँ किन आबद्ध हुन चाहन्छु भने अब यसले चाहिँ विशेष गरी वित्तीय अवस्थाको बारेमा, वित्तीय पारदर्शिताको बारेमा, त्यसपछि सुशासनको बारेमा जानकारी प्रदान गर्नको लागि 100 युवाहरूलाई एक ठाउँमा जम्मा गरेर गर्न लागेको एउटा अभियान नै हो। मलाई यो अभियानको उद्देश्य चाहिँ वित्तीय अवस्था, वित्तीय प्रणालीहरू अनि त्यस पछाडि पारदर्शिता, जवाफदेहिता कसरी बन्न सकिन्छ भन्ने बारेमा चाहिँ यो प्रोजेक्टले चाहिँ एउटा म्यासेज दिन खोजिरहेको छ। त्यो म्यासेज दिनको लागि 100 युवाहरूलाई एक ठाउँमा जम्मा गर्न राखिएको छ। यसरी यस्तो उद्देश्य लिएर यो सञ्चालन गर्न लागेको यो प्रोजेक्टबाट चाहिँ हामीले तिरेको कर साथसाथै सरकारी बजेटहरू कसरी प्रयोग भइरहेछ, कसरी सङ्कलन हुन्छ, कसरी प्रयोग हुन्छ, व्यवस्थापन कसरी हुन्छ, खर्च कसरी हुन्छ भन्ने बारेमा पनि यस कार्यक्रम अथवा अभियानबाट चाहिँ स्पष्ट रूपमा जानकारीहरू प्राप्त गर्न सकिन्छ, जुन मेरो असाध्यै रुचिको विषय पनि हो। फलस्वरूप यही हामीले सिकेका कुराहरूले पनि भोलि आफ्नो गाउँठाउँमा गएर हामीले चाहिँ एउटा छलफलका विषय बनाउन सक्छौँ। त्यस पछाडि गएर संवादका विषयहरू बनाउन सकिन्छ, जुन प्रयासले चाहिँ हामीले गरेको छलफल, संवाद अथवा डायलगहरूले चाहिँ पोलिसी डेभलपमेन्टमा अथवा पोलिसी डेभलपमेन्ट फर्मेसन गर्न पनि सहयोग गर्न सकिन्छ। साथसाथै जनमुखी तरिकाले जनतालाई प्रत्यक्ष रूपमा सकारात्मक असर पर्ने गर्नाले यी कुराहरूलाई चाहिँ कसरी व्यवहारमा पनि लागू गर्न सकिन्छ भनेर चाहिँ हामीले यो अभियान सञ्चालन गर्न सकिन्छ। यो मेरो रुचिको विषय पनि हो। साथसाथै 100 युवा जम्मा हुने भएको कारणले 100 सोच, 100 विचार, 100 अनुभवहरू पनि साँटासाँट गर्न सकिन्छ। साथै यो प्रोजेक्टले चाहिँ एउटा सचेत नागरिक हुनको लागि सचेत नागरिकले गर्नुपर्ने काम, कर्तव्य र अधिकार के हो भनेर बोध पनि गराउन खोजिरहेको छ। त्यसकारण पनि म यो अभियानमा चाहिँ जोडिन चाहन्छु। हस्त, धन्यवाद।